कि दिए तपाईँले 2/3 नत्र भने एकल बहुमतको सरकारको लागि दिनुहोस्, सिङ्गल मेजोरिटीको लागि, होइन भने तपाईँको के हुन्छ हामीलाई दिँदै नदिनुहोस्, यही नै भनेको थियो हामीले। अहिले लिएको लक्ष्य हेर्नुभयो भने हामीले प्रवासमा भएको जुन छ नि अब बेस्ट एन्ड द ब्राइटेस्टको जुन एउटा इकोसिस्टम छ, सेम चिज क्रिएट गर्न नेपालमा चाहिँ 20 वर्ष लाग्न सक्छ कि। तर हामीसँग त नेपालको ट्यालेन्ट, रिसोर्स, नेटवर्क त संसारभरि छ। यो छ्यासमिस यो 5, 10, 15, 20, 21 को 60, 100 त्यो पनि जाने। हामीलाई कम्तीमा संसदमा उपस्थिति हुँदै गर्दाखेरि 30-40 वर्षमा नभएको चेन्जहरू हामीले 5 वर्षमा गर्नुपर्नेछ। उहाँले भोट दिँदाखेरि पनि हामीलाई मत लगानी गर्दै गर्दाखेरि अधिकांशले के गर्नुभएको छ भनेपछि उहाँहरूले यसपालि तपाईँहरूलाई हामीले सङ्ख्या पुर्याउँछौँ, सङ्ख्या पुर्याउँदै गर्दाखेरि 40 वर्षमा भएको अपमान, अपराध, अन्याय चाहिँ 5 वर्ष मात्रै म्यान्डेट दिएको भनेको छ। सम्माननीय सभामुखजी हुनुहुन्छ होइन, उहाँले चाहिँ नम्बरै तोक्नु भएको थियो कि डिपी अर्यालजीले 187 के, भलै त्यसमा हामी 2-3 तलमाथि रह्यौँ। नमस्कार। आज हामीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुकार बम हुनुहुन्छ। पुकार बम यो पछिल्लो निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 4बाट विजयी हुनुभएको हो। उहाँको राजनीतिक यात्रा त्यति सहज भने छैन। उहाँ वैकल्पिक धारबाट विवेकशील अभियान हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिन पुग्नुभएको हो। पुकार बम एउटा शालीन बौद्धिक नेताका रूपमा पनि परिचित हुनुहुन्छ। उहाँ लेखन, साहित्य, गीत सङ्गीतमा पनि निकै रुचि राख्नुहुन्छ। आउनुहोस् माननीय श्री पुकार बमसँग यी विविध विषयमा कुराकानी गरौँ। नमस्कार। थ्याङ्क यू देवजी। सुरुमा मैले इन्ट्रोडक्सनमा भने अनुसारै कुरा सुरु गर्न चाहन्छु। तपाईँले यो राजनीतिक उचाइ प्राप्त गर्दै गर्दा अझ धेरै मानिसहरूलाई पुकार बम भनेको को हो थाहा नहुन सक्छ। हजुर। पुकार बमका विगत कस्तो थियो, पुकार बमको भविष्य के हुनेछ यावत विषयमा, राजनीतिमा कसरी आउनुभयो, के गर्नुभयो आदि इत्यादि विषयमा छोटोमा हामीलाई के बताइदिनुहोस् न हजुरको बारे। पुरा होल लाइफै छोटो भन्नुभएको छ। अब मेरो जन्म कैलालीमा भएको हो। मेरो पुर्खा, मेरो रुट्स चाहिँ डोटी, जमर्सली बोक्टान, चमरा चौतारा भन्ने ठाउँ। मेरो पुर्खाहरू 26 पुस्ता थाहा भएको अनुसारसम्म हाम्रो पुर्खाहरू पछि कैलालीमा हामी सर्यौँ। म 10सम्म एसएलसी मैले सिद्धार्थ शिशु सदन भन्ने धनगढीको स्कुलमा मैले होस्टेलमा बसेर मैले आफ्नो त्यो मेरो पढाइ सक्यो र 59 सालपछि म काठमाडौँमा अलमोस्ट पर्मानेन्टली नै सिफ्ट भएँ। भलै मेरो रुट्स अझै पनि धनगढीमा होइन, त्यहाँ त्यसपछि तपाईँको कैलालीको त्यहाँ गाउँमा होइन, त्यसपछि मेरो पुर्खाहरू जहाँ हुन्छ डोटी, त्यहाँ अझै पनि हाम्रो अंश सबै चिजहरू होइन देखि लिएर सबै चिज छ। हामीले कहीँ पनि त्यो कम्प्लिटली विस्थापन जस्तो भनेर हामीले छोडेर सबै थाकथलो सबै हुन्छ नि बेचबाज त्यस्तो कहीँ पनि थिएन। सो स्पेसली भाइ हामी जति पनि चाहिँ खान लाउन पुगुन्जेलसम्म चाहिँ सकसम्म पुर्खाहरूको बुवा बाजेहरूको जे छ त्यो चाहिँ रहिराख्ने भन्ने खालको हिसाबमा। सो काठमाडौँमा म थाथलीमा हुर्केँ। म आफ्नो परिवार डाक्टर दीर्घसिंह बम मेरो मैले कर्मपिता पनि भन्छु। उहाँकै मार्गदर्शनमा म मेरो पढाइसँग जोडेको पाठहरूमा उहाँको मार्गदर्शनमै म अगाडि बढेँ। म थाथलीमा हुर्केँ र पछि यो मेरो बस्नेसँग जोडेको पाठमा चाहिँ लगभग 1 दशक 8-9 वर्षदेखि चाहिँ म कपन बुढानीकण्ठमा छु। मेरो आमा, मेरो श्रीमती र 2.5 वर्षको बच्चा। किनभने त्यो परिवारहरू सबैजना बुवा बितिसकेपछि हामी थाथलीबाट पनि छुट्यौँ। छुटिसकेपछि हाम्रो आधा परिवार चाहिँ हामी अहिले कपनमा, त्यहाँ दिजुहरू सबैजना परिवार लगभग सबै परिवारहरू चाहिँ त्यहीँ भएको हुनाले यो चाहिँ मेरो यो जीवनसँग जोडेको बसोबास छ। किनभने धेरैले को कहाँ भन्ने खालको हुन्छ, चुनावमा पनि यो कहाँको मान्छे कहाँ कसरी आयो भन्ने खालको हिसाबमा हो। त्यहीसँग मैले जोड्न खोजेँ। जस्तो हजुर काठमाडौँ क्षेत्र नम्बर 4बाट उठ्दै गर्दाखेरि पुकार काठमाडौँकै मान्छे हो अथवा बाहिरबाट आयो भनेर मान्छेमा धेरै जिज्ञासा। म अब यस्तो मान्छे म नेपालको हो। अनि विभिन्न भनौँ न जुन हाम्रो अब जुन ट्रेन्ड छ, नेसनल ट्रेन्ड जुन छ, त्यही ट्रेन्ड अनुसार नै हामी अब त्यतिखेर चाहिँ पढाइ लेखाइकै कारणले गर्दाखेरि चाहिँ हामीले आफ्नो त्यो ठाउँहरूबाट चाहिँ सिफ्ट हुनुपर्ने। भलै मेरो परिवार काठमाडौँमा, अधिकांश परिवार चाहिँ काठमाडौँ हुनुहुन्थ्यो। 59 सालबाट पढाइ सँगसँगै मेरो काम सबै कुराहरू चाहिँ म काठमाडौँ सिफ्ट भएँ। पढाइको हिसाबले म अघि भने 10सम्म मैले सिद्धार्थ शिशु सदनमा होस्टेलै बसेर पढाएँ हो। र 59 पछि म मेरो +2
निस्टबाट हो, निस्टबाट। त्यसपछि मेरो ब्याचलर्स मैले सेन्ट जेभियर्स केयुमा माइती घरबाट चाहिँ ब्याचलर इन सोसल वर्क भने जुन सेमेस्टर सिस्टमको त्यतिखेरको 3 इयर्स हुन्थ्यो, मैले त्यो सकेँ। म 2007-10 को ब्याच हो। त्यसपछि म 10-11 मैले मेरो फर्स्ट मास्टर सोसियोलोजी त्रिचन्द्रबाट सकेँ मैले, र 11-13 2011 देखि 13 सम्म मेरो सेकेन्ड मास्टर्स चाहिँ टियुको सेन्ट्रल डिपार्टमेन्टमा भयो, र त्यसपछि मेरो पिएचडी पनि सोसल वर्क एन्ड डेभलपमेन्ट भनेर टियुमै म अध्ययनरत छु, मेरो सकिन बाँकी छ। र त्यो पढाइ भयो, र एकाडेमिकली यो पार्ट भयो। र अर्को म पढाइ सँगसँगै सोसियली पोलिटिकल इन्भल्भमेन्ट भन्दा पनि मेरो व्यावसायिक म प्रोफेसनली चाहिँ म 2007 देखि म अध्यापनमा मैले पढाउन सुरु गरेँ। 2010बाट म बानेश्वरको टियु एफिलिएटेड कलेजमा एज अ सुपरभाइजर हुँदै, लेक्चरर हुँदै, कोअर्डिनेटर हुँदै, हेड अफ डिपार्टमेन्टसम्म अलमोस्ट 16-17 वर्ष चाहिँ मैले काम गरेँ, त्यहाँ काम गरेँ एज अ विभागीय प्रमुखको रूपमा। र पोलिटिकली भन्दै गर्दाखेरि मेरो जर्नी 2004बाट सुरु भएको। 2004 जतिखेर इराकमा 12 जना नेपालीहरूको हत्या भएको थियो, त्यो बेलामा काठमाडौँमा एक खालको अब देशभरि नै एक खालको केओस, एक खालको आन्दोलन जस्तो थियो। अनि त्यो ठाउँमा फरक आस्था बोकेका मान्छेहरू जो अट्याकमा परिराख्नु भएको थियो, विशेष गरी मुस्लिम समुदायका, सिख समुदायका, र तराईकै हाम्रै आफ्नै दाजुभाइहरू र इन्डियन समुदायका मान्छेहरू, त्यस्तो हुँदै गर्दाखेरि त्यो एउटा सेक्सनमा उहाँहरूलाई चाहिँ रेस्क्यु रिलिफबाट सेफ हाउसमा राख्ने, उहाँहरूलाई हामी स्कुलकै त्यो उसमा एकदमै त्यो सिम्पल भनौँ न एउटा स्कुले जीवनमै हुँदै गर्दाखेरि चाहिँ केही साथीहरू आउट अफ ह्युम्यानिटी होइन, एउटा मानवताको हिसाबले अब के भयो कस्तो भयो थाहा थिएन, पछि मात्रै एकदमै त्यसको बारे थाहा भयो। अनि त्यो चाहिँ हामीले सामान्य मानवताको हिसाबले त्यो पहिलो अभियान भनौँ न मान्छेलाई जोगाउने होइन, त्यो मानवतासँग जोडेको पार्टमा चाहिँ हामीले सेफ हाउसमा राख्ने र सँगसँगै उहाँहरूलाई खानपिन धेरै पनि होइन, त्यही 7-10 दिनको लागि हेरेको थियो। र त्यहाँबाट चाहिँ बिस्तारै म आफू साइन्सको विद्यार्थी, म डक्टर पढ्न हिँडेको, क्लास पनि तपाईँको अपग्रेड गर्दै गर्दै त्यो डबल फर्स्टमा नै हुन्छ कि त्यो चढ्दै क्लासहरू त्यो छोड्दै जम्प गर्दै 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 भनौँ न 3-4वटा क्लासहरू जम्प गर्दै त्यसरी आएको थियो। खालि एउटा के मात्र चाहिँ मेरो अब डक्टर बुवा भने डक्टर दीर्घसिंह भम पूर्व शास्त्री सचिव, सार्कको डिरेक्टर होइन, र ट्युबरक्लोसिससँग जोडेको पार्टमा डट्सको अब भनौँ न एक उसमा, अनि उहाँहरू मेरो परिवार सबै डक्टर, दिजु पनि डक्टर, अनि दाइ पनि डक्टर, अब मेरो अरू थुप्रै फ्यामिलीहरू डक्टर भएको हुनाले त्यो बच्चैदेखि त्यो त्यो एउटा कन्टेक्स्ट इन्भाइरोमेन्ट चाहिँ दसैँमा टिका लाउने बित्तिकै ल आफ्नो डक्टर बुवा जस्तै भइस्, दाइहरू जस्तै भए डक्टर भइस् भन्ने खालको। सो म त एकदमै मलाई अरू दुनियाँदारी केही पनि थाहा थिएन, मतलब पनि थिएन, र त्यो ज्ञान पनि थिएन। तर जब त्यो इराकको घटना भइसकेपछि र हामीले त्यो एउटा मानवताको हिसाबले गरेको जुन सामाजिक अभियान थियो, त्यहीँबाट बिस्तारै मेरो यो पढाइ सँगसँगै समाजमा भएका विभिन्न घटनाहरू, परिघटनाहरू, विभिन्न हुने अभियानहरूमा मेरो लगाव बढ्दै गयो। सामाजिक अभियानमा म एज अ पार्टिसिपेन्टको रूपमा हुँदै, लिडरको रूपमा हुँदै, अर्गनाइजरको रूपमा, कोलाबोरेटरको रूपमा काम गर्दै गएपछि मलाई अझै पनि याद छ 2006-07-08 तिर स्वर्गीय उज्जवल थापा दाइहरूसँग विभिन्न अभियन्ताहरूसँग चाहिँ जस्तै नेपाल युनाइटेड फर चेन्ज, गरी खान देऊ, बन्द विरुद्धको अभियानहरूदेखि लिएर, महिला हिंसा विरुद्धको अभियानहरूदेखि लिएर, त्यसमा हामी त्यसपछि यो कल्चरल इभेन्टहरूदेखि लिएर यो मिलन राई दाइहरूसँग चाहिँ हामीले यो सरसफाइदेखि लिएर, रुख बचाउने अभियानहरूदेखि लिएर, इन्भाइरोमेन्ट फ्रेन्डलीदेखि लिएर, सयल श्रेष्ठ लगायतका धेरै थुप्रै साथीहरू, दिवस प्रधान साथीहरूसँग काठमाडौँ साइकल सिटी 2020देखि लिएर म 7-8 वर्ष साइकल चलाएँ होइन। घरमा भएको डिओ र त्यहाँ थाथलीमा हामीसँग त्यो एलएमएल र त्यस 2टा बाइकहरू थियो, स्कुटरहरू थियो। अनि त्यो छोडेर भए पनि साइकल, किनभने हामी त्यो इभेन्टमा थियौँ। सो काठमाडौँ जस्तो सहर या अरू जुन डेभलपिङ सिटिजहरू छ त्यो साइकल फ्रेन्डली बनाउनुपर्छ भनेर आफै नै म कलेजै म साइकलमा जान्थेँ। म धेरै कम्युट नै मेरो साइकलमा 7-8 वर्ष जति मोटा चाहिँ भन्थ्यो। सो त्यो अभियानहरू लाग्दै गर्दाखेरि लामो समय अभियानमा गरेँ कि 2004देखि अलमोस्ट 8-9-10 सम्म अभियानमा भयो। तर 2010-11 जब उज्जवल दाइहरूसँगको साथीहरू भाइसँग सङ्गत गरिसकेपछि कहिलेसम्म अभियान गर्ने त? 2004देखि 10 सम्मको झन् 6-8 वर्ष जति भइसकेको थियो। 11-12मा पुग्दै गर्दाखेरि त अब अलमोस्ट 1 डिकेड जस्तो भइसकेको थियो। सो 2012-13बाट
हामी विवेकशील अभियान भन्ने सुरु गऱ्यौँ उज्जवल दाई र हामी एज अ को फाउन्डर। हजुरले यो भन्दै गर्दा मैले बिचमा हजुरलाई रोकेँ। हजुर यो मैले हजुरको फेसबुक पोस्टमा पनि देखाएको थिएँ होइन। हजुर हजुर कस्तो भने हाम्रो आदरणीय दाई जो हुनुहुन्छ उज्जवल थापा दाई हजुर सरी हजुर उज्जवल थापा दाई बस्दै गरेको चेयरमा अनि अगाडि कम्प्युटर हजुरले थम्सअप दिएको त्यो एउटा पिक्चर मैले देखाएको थिएँ। अनि अर्को पिक्चर यही कुरामा मैले जोड्न चाहेँ, सत्याग्रह हो अथवा समथिङ के हो हजुरले रोइरहेको जस्तो गरेर होइन एउटा प्रोटेस्ट थियो त्यो होइन। त्यो पिक्चरले मलाई एकदमै छोयो भित्र होइन। यो समग्र कन्टेक्स्टलाई त्यो दुईटा पिक्चरमा राखेर हजुरले त्यो कसरी व्याख्या गर्नुहुन्छ यो कुरालाई चाहिँ जोड्दै गर्दा? त्यो दुईटा एउटा चाहिँ अभियानको पिकमा यो कोभिडको बेलामा जतिखेर झन्डै 1000 करोडभन्दा बढीको यो स्वास्थ्य किनबेचदेखि लिएर त्यसमा जुन भ्रष्टाचार भएको थियो झन्डै 1300 करोडको अब एउटा ठुलै काण्ड। त्यो बेलामा चाहिँ मान्छेहरूले 40 दिनसम्म सोलुखुम्बुबाट दार्चुलासम्म कैलालीसम्म पैदल हिँडिराख्नु भएको थियो कोभिडको रेस्ट्रिक्सनको बेलामा। त्यो बेला सरकार चाहिँ छ कि छैन भन्ने पनि थिएन र सँगसँगै चाहिँ यो कोभिड रिलेटेड आरडिटीबाट पिसिआरमा सिफ्ट हुँदै गर्दाखेरि ठुलो भ्रष्टाचारहरूको काण्डहरू आउँदै गर्दाखेरि र मेन नागरिकहरूले धेरै दुःख पाइराख्नु भएको थियो। सरकारको कुनै पनि इनिसिएटिभ नहुँदै, जस्तै क्वारेन्टाइन बनेको थिएन, आइसोलेसनहरू बनेको थिएन, विदेशमा भएका थुप्रै नेपालीहरू जस्तै इराकमै कतिवटा ठाउँहरूमा मान्छेहरू मरिराख्नु भएको थियो होइन। त्यसपछि तपाईँको हाम्रै बोर्डर एरियामा चाहिँ माथि दार्चुलादेखि लिएर कैलालीदेखि लिएर गड्डाचौकीदेखि लिएर रूपैडियादेखि लिएर थुप्रै ठाउँहरूमा चाहिँ इन्डियाले भनौँ न त्यो आफ्नो देश फर्क भन्दै गर्दाखेरि महिनौँ दिनसम्म चाहिँ बोर्डरमा चाहिँ सरकारको इनिसिएसन नहुँदै गर्दाखेरि सो हामीले चाहिँ त्यो इनफ इज इनफ अभियान गर्दै गर्दाखेरि त्यो सत्याग्रह 12 दिनसम्म जुन बसियो त्यसको जहाँसम्म लाग्छ 5औँ 6औँ दिनमा चाहिँ रुटिन नेपाल भवनमा राखेको। त्यो चाहिँ एकदम पीडा, किनभने हामीले चाहिँ सत्याग्रह पनि कठोर सत्याग्रह गर्ने, पानी पनि नखाने भन्ने खालको हिसाबमा त्यो चाहिँ 3-4 दिनमा टुङ्गिहाल्छ, यसो अब मर्लाको मान्छेलाई बचाउनलाई यसो सबैजना आइहाल्छन् भन्ने खालको हिसाबमा हामीले चाहिँ अब 3-4 दिनमा टुङ्ग्याउँ, किनभने लामो हुन्छ आन्दोलन अभियान गर्दाखेरि कोभिड सर्छ धेरैलाई, हाम्रै कारणले गर्दा कोभिड सर्दै गर्दा राम्रो न, सो 4 दिनमा टुङ्ग्याउने भन्ने खालको थियो। तर 4 दिन 5 दिन 6 दिन हुँदैपछि एकदमै गाह्रो भएको बेलामा खिचेको। सो त्यो अभियानकै क्रममा होइन। सो हाम्रो अभियान त्यो सुरुदेखि नै त्यो अहिले हामी पोलिटिकली यसमै आउँदै गर्दाखेरि चाहिँ जहिले पनि हाम्रो पिपुल फर्स्ट भन्ने खालको हुन्थ्यो, अन्याय विरुद्धहरू हुन्थ्यो। अनि त्यसकै दौरानमा र अर्को भनेको उज्जवल दाइसँगको चाहिँ त्यही इनिसियल जुन यो अल्टरनेटिभ वैकल्पिक अब पुरानो राजनीतिले जुन खालको छ राजनीतिक संस्कार, नेतृत्व, पोलिटिकल कल्चर, पोलिटिकल लिडरसिप चाहिँ चेन्ज हुनुपर्छ र त्यसको सुरुवात चाहिँ अब अभियान मात्र गरेर हुँदैन। सो पार्टी नै फर्म गर्नुपर्छ भन्दै गर्दाखेरि त्यो विवेकशील अभियानलाई पार्टीमा चेन्ज गर्दै गर्दाखेरि त्यतिखेर उज्जवल दाइहरूसँग म उज्जवल दाइकै घरमा बस्दै थिएँ अधिकांश ठाउँ पानी पोखरीमा। भाउजू नहुँदाखेरि त अझै युएस जाँदै गर्दाखेरि अब भनौँ न एक हिसाबले काम म यी लगायतका थुप्रै साथीहरू त्यहीँ बस्थ्यौँ, 2-3 जना बस्थ्यौँ र त्यो पिक्चर भने चाहिँ हामी काम गर्दै राति 12-1-2 बजे ठ्याक्कै यो अमेरिका, युरोप, बाहिर अस्ट्रेलियादेखि धेरै ठाउँहरूको साथीहरू जो डायस्पोरा भएको साथीहरू, यो 2011-12को कुरा हो। संसारभरिको मान्छेहरूले चाहिँ त्यो कन्ट्रिब्युट गर्नुहुन्थ्यो कि। सो हामीले विधान लेख्ने, श्वेत पत्र भएन त्यो ब्लु प्रिन्टहरू बनाउँदै गर्दाखेरिको बेलामाकै ठ्याक्कै त्यो बेलाको। सो त्यहीबाट 2010-11मा दाइहरूसँग सङ्गत भयो। 13बाट चाहिँ विवेकशील अभियान सुरु हुँदै विवेकशील साझा हुँदै अहिले हामी चाहिँ रासोपामा छौँ। त्यो अभियानको कन्टिन्युटी हो, त्यो रोकिएको छैन, त्यो सकिएको पनि छैन। बल्ल अहिले हामी एउटा लेभलमा मलाई अझै पनि याद छ, दाइ हामी बस्दै गर्दाखेरि 20 वर्ष लाग्छ कुनै पनि पर्यटन चाहिँ मेट्रलाइज हुनलाई। 10 वर्ष चाहिँ रेकग्निसनको हुन्छ, एक्सेप्टेन्सको हुन्छ र क्रेडिबिलिटीको, त्यो फेज मात्र हामीले पार गरेको छ। अलमोस्ट 20 वर्ष नै लाग्यो नै अलमोस्ट 20 वर्ष 22 वर्ष भयो त्यसमा। तर फर्मली गर्दाखेरि हाम्रो पहिलो फेज रेकग्निसनको, एक्सेप्टेन्सको र क्रेडिबिलिटीको जुन फेज छ, जस्तै 2 तिहाई अहिले रासोपा हामी आउँदै गर्दाखेरिको जसरी होइन बालेनजीदेखि लिएर रविजीदेखि लिएर थुप्रै जेनजीदेखि लिएर थुप्रै वैकल्पिकदेखि लिएर स्वतन्त्र जति पनि शक्ति ठाउँमा आइसकेपछि त्यो हिजोको जुन एक खालको एउटा भनौँ न त्यो टाइम लाइन चाहिँ एउटा 50% चाहिँ पुरा भएको छ। अबको यो 50% भनेको डेलिभरीको जुन अहिले हामी गरेर आएको छौँ। त्यो यति भन्दै गर्दा मैले पुकारको अर्को पाटो पनि यहाँ प्रस्तुत गर्न चाहेँ। पुकार ननभेज खानुहुन्न, एकदमै सादा खानुहुन्छ, सादा जीवन जिउनुहुन्छ, ध्यान गर्नुहुन्छ, योग गर्नुहुन्छ। यस्तो जीवनशैली हजुरले कसरी अपनाउनु भयो? कहाँबाट यो प्रेरणा मिल्यो हजुरलाई? यो प्रेरणा भन्दा पनि प्र्याक्टिस रहेछ। म खासमा बच्चैदेखि मलाई अब यो म ननभेज खाँदैमा फेरि ननभेज खानेहरूप्रति त्यहाँ कहिले पनि म सुरुमा अलिकति स्ट्रिक्ट थिएँ,
भनौँ न यो गर्नु हुन भन्ने खालको, तर पछिल्लो समय 7-8 वर्ष जति भयो त्यसको निन्दा गर्ने भनेको मेरो लाइफस्टाइल हो। कसैले त्यो मलाई इम्पोज गरेर यो खाने नखाने भन्ने कहिले पनि थिएन। त्यो बच्चामा चाहिँ मलाई कस्तो चाहिँ त्यो भनौँ न सानो सानो त्यो कुखुराको बाख्राको त्यो सानो बच्चाहरू तिनीहरू एकदमै माया लाग्थ्यो कि मलाई एकदमै माया लाग्थ्यो। म खेल्थेँ, मेरो साथी, म सानो हुर्किँदै गर्दा मेरो साथी भने जस्तै हुन्छ नि त्यो डक्लिङ्सहरू हुन्छ नि त्यो बच्चाहरू त्यस्तोहरू, अनि एकदम माया लाग्थ्यो। पछि हुर्किँदै गइसकेपछि अब त्यो मान्छेहरू काटेर खाँदा त्यो अनि प्लस प्लस अब त्यो हाम्रो परिवारमा बलि प्रथा एकदमै धेरै हुन्थ्यो, एकदमै धेरै होइन। अब त्यो राँगाहरूको बलि, खसीहरूको, बोकाहरूको, कालिका यो त्यो भन्ने सबै हुन्थ्यो। फेरि म अब अहिले यो भन्दै गर्दाखेरि चाहिँ म कुनै पनि धर्म आस्थाको विरुद्ध भन्दै म आउट अफ एकदमै त्यो 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 चाहिँ अनि त्यो गर्नु हुँदैन, हिंसा गर्नुहुन्न भन्ने खालको चाहिँ मलाई त्यो फिल हुन्थ्यो। अनि त्यो बच्चैदेखि अनि त्यसपछि मैले त्यहाँबाट चाहिँ त्यो एक खालको त्यो त्यो मनले मानेन क्या, मनले मानेन त्यति हो। अरू कुनै त्यसमा धार्मिक कुरा, आस्थाको कुरा, इम्पोज गरेको कुरा, कुनै गुरुले आएर कसैले केही भनेर इम्पोज गरेको पनि होइन। त्यो त्यति जस मलाई कहिले पनि त्यो रुचि पनि भएन। र अब सानो बेलामा अब काहीँ म थाहा नहुँदै गर्दाखेरि अब त्यो मलाई खुवाएको हुनसक्छ होला, सायद त्यो टेस्ट पनि नमन परे पनि होला, अर समथिङ तपाईँको त्यही एउटा भनौँ न त्यो पार्ट भयो। र अर्को पछिल्लो समय जब बुझ्ने भइसकेपछि त मैले आध्यात्मिक मेरो लाइफ पनि मैले सुरु गरेँ भने जानेर पनि होइन, अब त्यसरी नै म अब खानपिनहरूमा मलाई भेजिटेरियन नै एकदमै रुच्ने होइन, सागपातहरू, गेडागुडीहरू त्यो रुच्ने पनि भयो। र सँगसँगै पछि मेरो पढाइको बढ्दै गर्दाखेरि चाहिँ कन्सन्ट्रेसन कसरी गर्न सकिन्छ, फोकस्ड कसरी हुन सकिन्छ भन्दै गर्दाखेरि चाहिँ यही अघि तपाईँले भने जस्तै बरु सफ्टतिर गीत गजल, म क्लास 6-7देखि गजलहरू लेख्न थालेँ। त्यो लाइफमा अलिकति त्यसको लागि चाहिँ कन्सन्ट्रेसन चाहिन्छ, फोकस चाहिन्छ भन्दै गर्दाखेरि केबाट आउँछ, त्यही अध्यात्मबाट आउँछ होइन, त्यो धर्म कर्महरूबाट आउँछ भन्ने खालको हिसाब भएपछि र 2009 पछि त मैले एक्टिभली मैले एउटा साइन्सको स्टुडेन्ट भएको हुनाले चाहिँ के छ त यो धर्ममा, आध्यात्ममा के छ भन्दै गर्दाखेरि म एक ठाउँ मात्र फोकस भएन, धेरैको चाहिँ मैले बेस्ट कुराहरू के हुन्छ भनेर मैले ओशोको म तपोवनमै गएर मैले दीक्षाहरू लिएको छु एउटा। त्यसपछि आर्ट अफ लिभिङमा अब 2 चोटि श्री रविशङ्करबाट पनि म दीक्षा लिएको छु। त्यो मैले त्यो कोर्सै पुरा गरेको छु। त्यसपछि पछिल्लो समय 2018मा इनर इन्जिनियरिङ सद्गुरुबाट पनि मैले दीक्षा लिएको छु। अनि यो चाहिँ फेरि कस्तो भने चाहिँ मलाई जहिले पनि क्युरियस के नयाँ के भइरहेछ होइन, यो धर्म, अध्यात्म, पढाइ, लाइफ, जीवन जगत सबै कुराहरू। र विशेष गरी अब जब सामाजिक राजनीतिकमा लिडरसिपको एक खालको भनौँ न त्यो अगाडि बढ्दै गर्दाखेरि मैले बुझेको उज्जवल दाइसँग सङ्गत गर्दै गर्दाखेरि र त्योभन्दा अगाडिबाट पनि सो लिडरसिपमा चाहिँ अल्टिमेटली अध्यात्म नहुन्जेलसम्म चाहिँ धेरै कुराहरू चाहिँ त्यसले मेट्राइज गर्न सक्दैन, भइहाल्यो भने त्यसको लङ टर्म सस्टेन चाहिँ हुँदैन। त्यसले गर्दाखेरि चाहिँ लिडरसिपमा आध्यात्मिक चाहिँ त्यो चाहिँ चेत चाहिँ हुनुपर्छ। किनभने हामीले कतिवटा कुराहरू चाहिँ पिस अफ माइन्डमा गर्नुपर्ने हुन्छ, फोकस भएर गर्नुपर्ने हुन्छ, लङ टर्म सस्टेनेबल रिजल्ट तरिकाले हेर्नुपर्ने हुन्छ। सो जहाँसम्म लाग्छ एउटा पोलिटिकल सोसियल लिडरसिप हुँदै गर्दाखेरि के चाहिन्छ भन्दै गर्दाखेरि त्यो अटोमेटिक पहिलेदेखि तयार भइरहेको छ। सो मेरो लागि त अब यो बेनिफिट पनि भयो। त्यसले गर्दाखेरि अहिले पनि कतिवटा कुराहरू हामीले धेरै सोच विचार गरेर होइन धेरै कुराहरूलाई ध्यानमा राखेर चाहिँ गर्नुपर्ने हुन्छ। हाम्रो एउटा गलत डिसिजनले एउटा युगलाई चाहिँ तपाईँको तलमाथि पार्न सक्छ, एउटा पुस्तालाई तलमाथि पार्न सक्छ। यही नै हो हजुर। साहित्यमा पनि रुचि राख्नुहुन्छ, अघि भन्नुभयो गजल लेख्नुहुन्थ्यो, कविताहरू लेख्नुहुन्थ्यो, अझै पनि लेख्दै गर्नु भएको छ कि कस्तो? म क्लास 4देखि लेखेको, 6देखि 7देखिको त डायरी नै छ मसँग। म जता जान्छु मसँग त्यो लिएर जाने धेरै कुरा चाहिँ हुँदैन, तर मेरो डायरीहरू हुन्छ, मैले लेखेकोहरू छ। अहिले पनि त्यो मैले सुन्ने गीतहरू, क्यासेट्सहरू भन्छ नि त, अनि त्यो MP3 सिडीहरू त्यो अहिले पनि मलाई त्यो जहिले पनि मम्मीले अनि अरू बुवाले त्यतिखेर अनि दिजूहरूले यो के बोकेर ल्याउँछ, यो के राख्छ। अनि मेरो बेड पनि तपाईँको बक्स बेड छ क्या। अनि सिरानी मुनिसम्म चाहिँ मेरो त्यो किताबहरू र डायरीहरू छ। अनि त्यो सिरानी त्यो तपाईँको कम्मर मुनिको भागहरूमा चाहिँ तपाईँको अब अरू जे मेरो मेमोरिजसँग जोडेको पार्टहरूमा त्यसले चाहिँ अलिकता त्यो लेख्दै गर्दाखेरि अब म अलिकता साई, अलि इन्ट्रोभर्ट। पहिले म पढाइभन्दा दायाँ बायाँ चाहिँ फोकस, किन पढ्नुपर्छ भन्ने एकदमै थियो, त्यो पनि अब्बलै हुनुपर्छ भन्ने थियो। र त्यो गर्दै गर्दाखेरि चाहिँ केले चाहिँ बान्छ, केले चाहिँ फोकस गर्छ। सो म्युजिक मेरो लागि अध्यात्म थियो, लेखन मेरो लागि अध्यात्म थियो।
त्यो फोकस है, किन धेरै हुन्थ्यो नि त अब हाम्रो समाजमा वरिपरि कतिवटा कुराहरू द्वन्द्वकाल, घर समाज यति ठुलो जोइन्ट फ्यामिली होइन, त्यो बज जहिले पनि भइराख्ने, होस्टेलमा पढेको त्यो नेक्स्ट लेभलको बज हुन्थ्यो, जहिले पनि तपाईँको त्यो हिटेड सबै इन्भाइरोमेन्ट थियो। सो त्यो बेला पनि काम कसरी भइराख्ने, एउटा चाहिँ इनवार्ड कसरी भइराख्ने भन्ने खालकोमा भनेको अब बाहिरी संसारले इन्फ्लुएन्स नहुने गरे। सो यो कुराहरूले मलाई गीत म यति धेरै सुन्ने होइन, अहिले पनि सुन्छु। मलाई लङ ड्राइभहरू मनपर्छ तपाईँसँगै अब हिजो होइन हामी 17-18 घन्टा सँगै हुँदै गर्दाखेरि त्यो 2000 लगभग मसँग 12, 15, 16, 20 वर्षदेखिको कलेक्सनहरू अझैसम्म पनि छ मसँगै छ। मलाई त्यो मोबाइल चेन्ज गर्दाखेरि जहिले जहिले पनि गाह्रो हुन्छ कि, एकदम गाह्रो हुन्छ। सो त्यसले चाहिँ एउटा एउटा डिरेक्सन, एउटा पर्पज अफ लाइफ, सबै कुराहरू फेरि राजनीति मात्रै होइन, सबै कुराहरू तपाईँको पढाइ मात्र पनि होइन, त्यसलाई ब्यालेन्स कसरी गर्ने भन्ने कुरा यही अध्यात्म, म्युजिक, लेखन साहित्यले चाहिँ भर्खरै मैले पब्लिस गर्दैन, तर कतिवटा कुरा अहिले पनि सोसियल मिडियाको त्यसमा हेर्नुभयो भने लगभग 7-8 वर्ष चाहिँ मैले त्यो लेखेकै कुराहरू चाहिँ त्यहाँ देख्न सक्नुहुन्छ। म पनि साहित्यमा रुचि राख्ने भएको हुना कारणले यो मैले हजुरलाई सोधेँ। अहिले हामीसँग समय छैन हजुरको गजल सुन्नलाई, तर कुनै अर्को टाइममा हामी चाहिँ गजल फोकस्ड अथवा कविता फोकस्ड पनि प्रोग्राम गर्न सक्छौँ। त्यो चाहिँ फ्युचरलाई इन्भिटेसन भयो हजुरलाई। मैले टपिक चेन्ज गर्न चाहेँ। अहिले नेपालको एकदमै ठुलो समस्या ठान्छु म, जस्तो 12 क्लास पास गर्ने बित्तिकै अहिले इनफ्याक्ट 10-11 क्लासबाट नै विद्यार्थीहरूले म यो देशमा जान्छु, म यो देशमा जान्छु भनेर एक किसिमको माइन्ड सेटअप गरिसकेका हुन्छ होइन। र यो लहर घट्दो छैन कि बढ्दो छ। यो एक्सट्रिम युथ ड्रेन जुन भइरहेछ होइन, यसलाई कसरी हेर्नुहुन्छ? यो विषयमा के भनिदिनुहोस् न हामीलाई। म यसको 1-2वटा कन्टेक्स्ट भन्न चाहन्छु। भर्खरै अहिले हामीले लिड गरिरहेको सरकारबाट चाहिँ त्यो म अब त्यसलाई ठुलो अहमता त मान्दिनँ, म प्राउड त म त्यो फिल गरेर भन्दिनँ, घमण्ड पनि गर्दिनँ। तर हामीले, म आफै पनि, म त पहिलो नागरिक हो नि त, म नागरिक हो, म विद्यार्थी हो, एउटा कन्सियस सिटिजन हो। त्यो होल त्यो 22 वर्षको ड्युरेसनमा त्यो पनि एक्टिभ सोसियल पोलिटिकल लाइफमा आउँदाखेरिको भोगाइ हो नि त। त्यो भोगाइबाट पनि 10 वर्षमा हुनुपर्ने कुराहरू नभएको कुराहरू 1 महिनाको सर्टेन पोलिसी चेन्जेसले पनि तपाईँको त्यसले चाहिँ एउटा सिल्भर लाइनिङ हुन्छ नि, त्यो फिल हुन पाएको छ क्या। जस्तै कतिवटा कुराहरू, जस्तै अहिले 1400-1500 पोलिटिकल नियुक्तिहरू खारेज भएर चाहिँ त्यहाँ त आउने को हो त, त्यहाँ फेरि रासोपाकै भनौँ पार्टी सदस्यहरू त आउने त होइन। जस्तै अहिले भर्खर एनपिसी नेसनल प्लानिङ कमिसनमा बेस्ट इन द ब्राइटेस्ट ब्रेनहरू, तपाईँले अघि त्यो ब्रेन ड्रेनको कुरा गर्नुभयो, हामी त्यसलाई गेन गर्ने पक्षमा पोलिसी बनाएर अहिले हेर्नु भने एनपिसीको मोर देन 50-60% भन्दा बढी होइन बाहिरै पढेर राम्रो अनुभव लिएर होइन रिसोर्सफुल भएर होइन एकदमै राम्रो भएको टिमहरू आउनु भएको छ। डाक्टर पुकार मल्ल, सो हार्वर्ड ग्रेजुएट, रेसु अर्याल ढुङ्गाना लगायतका गुणाकर भट्टदेखि लिएर, डाक्टर गुणाकर भट्टदेखि लिएर थुप्रै त्यस्ता मान्छेहरूलाई त्यो स्पेसहरू क्रिएट गरेको छ। अब यो 1400-1500 पोलिटिकल नियुक्तिमा हामीले राजदूतकै तपाईँले अहिले हेर्नुभयो भने हामीले अब त्यो हाइली कम्पिटिटिभ बनाएको छौँ, न्युट्रल बनाएको छौँ। संसारभरि भएका नेपालीहरूले अप्लाई गर्न सक्नुहुन्छ त्यो एलिजिबिलिटी क्राइटेरियामा पुग्दै गर्दाखेरि। अब बन्ने संवैधानिक कतिवटा आयोगदेखि कतिवटा ठाउँहरूमा होइन तपाईँको त्यो 2000-3000 भन्दा बढी आवेदनहरू खोल्दैछौँ, जसमा चाहिँ मेरिटको हिसाबले। म अब यही अहिले जुन यो म अमेरिकाको यो दौरानमा चाहिँ बेसिकली म आफै पनि शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र विज्ञानको त्यो समितिमा भएको हुनाले मेरो लागि चाहिँ त्यो एउटा अब्जर्भेसन, एभिडेन्स बेस्ड लर्निङ पनि भइरहेको छ। म फर्केर चाहिँ प्रतिवेदनहरू बनाएर शिक्षा समितिमा एनआरएनसँग जोडेको कुराहरू, प्रवासी नेपालीसँग जोडेको कुराहरू, विद्यार्थीको कुराहरू भयो, लिभड एक्सपिरियन्स मैले हेर्न पाइरहेको छु। मैले जोड्न खोजेको चाहिँ म हार्वर्ड र एमआइटीमा द नेपाल डिस्कोर्समा मलाई स्पिकरको रूपमा बोलाउँदै गर्दाखेरि झन्डै 200-300 जनाभन्दा संसारभरि लिड गरिरहेका नेपालीहरू भेट्न पाइयो। र उहाँहरूलाई हामीले यो अघि मैले तपाईँले जुन कुरा भन्यौँ, एउटा सानो पोलिसीहरू चेन्ज गर्दै गर्दाखेरि उहाँहरू यति उत्साहित हुनुहुन्छ कि अधिकांश मान्छेहरू चाहिँ आइदर नेपाल फर्केरै अर तपाईँको जहाँ हुनुहुन्छ त्यहीँबाट कन्ट्रिब्युट गर्न दे आर रेडी, एकदमै भनौँ न खुसी साथ सुरु हुन्छ। त्यसले गर्दाखेरि तपाईँले भन्ने कुरामा हो बढ्दो क्रम छ। हामी आएको 1 महिना भयो, तर 1 महिना अघि मैले भने जस्तै गरेर 10 वर्षमा हुन नसकेको तर गर्न सकिने कुराहरू भएको छ। जस्तो अहिले तपाईँको लाइसेन्सकै कुराहरूदेखि लिएर 24 महिना लाग्ने कुराहरू चाहिँ 24 घन्टाभन्दा कममा हुँदो रहेछ। अब विद्यार्थीहरूले सबभन्दा दुःख पाउने एनओसीको घर बसेर अनलाइनमा पाउँदो रहेछ।
मिल्ने रहेछ नि त। एक महिना 2-3 महिना इक्विभ्यालेन्सको कुराहरूदेखि लिएर तपाईँ पढेर आइसके डेलिभर गर्ने कुराहरूदेखि लिएर यी लगायत खुदै कुरामा हिजोको के भयो त्यो एउटा कुरा छ, त्यसलाई एकदम म्यासिभ रिभ्यू गर्ने कुराहरू। तर अहिले हामी चेन्जमा मात्र हामी अडिग रहन्छौँ, हामी म्यासिभ ट्रान्सफर्मेसन नै। जस्तै हिजोको दिनमा म 3टा पर्सपेक्टिभ भन्छु। जे भयो एउटा कन्स्ट्रक्ट थियो, सबै कुरा फेरि मैले हिजोको सरकार हिजोको रिजिममा जे भयो सबै गलत थियो, सबै खतम थियो म भन्दैन। केही कुराहरू त्यो बेसिक फाउन्डेसनहरू बनेको थियो, तर त्यसको जुन स्केल अप, त्यसको पेस, त्यसको स्पिड जुन तरिकाले बढ्नु त्यो भएको थिएन। सो अहिले हाम्रो ध्यान हेर्नु भने त्यो पेसलाई पनि बढाउने, स्पिडलाई पनि बढाउने, त्यो स्पिरिटलाई पनि बढाउने। किन नागरिकले जेनजी दलालपछि चाहिँ तपाईँको यही देशमा हामीले चाहिँ भविष्य देख्न पाउनुपर्छ। जेनजीहरूले त्यो मुद्दा उठाउनु, भ्रष्टाचार चाहिँ कुनै पनि हातमा हुनुहुन्न भन्ने खालकोदेखि लिएर होइन, र यसमा चाहिँ रोजगारीको कुराहरू भनेको यी कुराहरू लिएर जाँदाखेरि अब अहिले जुन तपाईँले हुन्छ बढ्दो क्रममा होइन, यसलाई त एक त नेपालभित्रै भर्खरलाई हामीले कसरी चाहिँ रिटेन गर्न सक्छ, रोक्ने भन्दैन है म, रिटेन गर्ने, उहाँलाई पोलिसी चेन्जेसदेखि लिएर त्यही सम्भावनाको कुराहरूदेखि लिएर अन्टरप्रेनरसिपको स्टार्टअपदेखि लिएर। जस्तै डक्टर सोनी वागले आउने बित्तिकै 2100वटा भन्दा बढी त्यो कानुनहरू खारेज गर्यो। के को लागि त? डुइङ बिजनेस नेपाल त खतम थियो नि त। अब अहिले नेपालमै भएको व्यवसायदेखि लिएर यङ मान्छेहरूदेखि लिएर स्टार्टअपदेखि लिएर सम्भावनाको कुराहरू खोलिएको छ नि त। र अब बाहिर बसेका थुप्रै नेपालीहरू अब विगतमा कसरी आए, के गर्यो, त्यो हामी त्यसमा त्यो जानु पनि हुँदैन, किनभने कोही पढ्नको लागि आए, कोही काम गर्नको लागि। मैले हजुरले यो भनिरहँदा मैले हजुरलाई मेरो यो अर्को क्वेसन पनि थियो, मैले हजुरलाई रोकेँ, सरी। धेरै नेपालीहरू अहिले विदेशमै हुनुहुन्छ हजुर, विभिन्न कारणले, त्यो कारणतिर हामी नजाउँ। राष्ट्रिय स्वतन्त्र पार्टीले डायस्पोरामा रहेका नेपालीहरूलाई आफ्नो प्रमुख प्राथमिकता पनि राखेको छ होइन। र देश बाहिर रहेका नेपालीहरूको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा कस्तो छ होइन, र अझै भन्नुपर्दा देश बाहिर रहेर पनि नेपालीहरूले कसरी योगदान गर्न सक्छन्, र विशेष गरी तपाईँ त आजको यो शिक्षा, स्वास्थ्य र सूचना प्रविधि संसदीय समितिमा पनि हुनुहुन्छ होइन, र यो हिसाबले हेर्दाखेरि कसरी हेरिरहनु भएको छ देश विदेशमा रहेर, डायस्पोरामा रहेर नेपालीहरूले कसरी कन्ट्रिब्युट गर्न सक्छन्, र ओभरअल धारणा के छ राष्ट्रिय स्वतन्त्र पार्टी? म एज अ मेम्बर अफ पार्लियामेन्ट र पार्टीको जिम्मेवार केन्द्रीय सदस्यको रूपमा, र पछिल्लो समय जेनजी जनआन्दोलनपछि अब केन्द्रीय समितिले वार्ता संयोजकको रूपमा डायलग एन्ड कोअर्डिनेसन कमिटीमा रहेर काम गर्न पाइयो। त्यसले गर्दाखेरि मैले बोलेको कतिवटा कुराहरू मैले त्यसको जिम्मेवार लिनुपर्ने हुन्छ, र मैले जे पाएँ त्यो बोल्न पनि मिल्दैन, भन्न पनि मिल्दैन। म के चाहिँ भन्छु भनेपछि हामीले अघि तपाईँले डायस्पोरालाई हामीले प्राथमिकता मात्र होइन कि हामीले टप प्रायोरिटीमा सरकारले लिएको लक्ष्यहरू, आइदर त्यो जिडिपी ग्रोथ रेटको कुरा होस्, एफडिआईको कुरा होस् होइन, त्यो तपाईँको सम्मानित जीवन बाँच्ने कुरा होस्, नेपालभित्र नेपाल बाहिर एकचोटिको नेपाली सधैँभरिको नेपाली भन्ने खालको कन्टेक्स्टमा त्यहाँ के चाहिँ ध्यान दिनुपर्छ। बिचमा धेरै बजारहरूमा थुप्रै हल्लाहरू आइरहेको छ, भ्रमहरू फैलाइँदैछ, कतिवटा कुराहरूमा चाहिँ अब हिजोको दिनमा रासोपाले जे बाचा गर्यो त्यसको अपोजिट भइरहेछ भने म के भन्छु भनेपछि 3टा कुरा। एउटा पार्टीको विधान, त्यसपछि यो चुनावी दौरानमा हामीले लिएर आएको बाचापत्र, र त्यसको पनि मेजर डकुमेन्ट हेर्नुभयो भने 5 बुँदे करार पत्र, नागरिक करार भन्ने छ। त्यसको 3टा बुँदा, 5वटा बुँदा मध्येमा 3 र नम्बर 3 र 5मा भन्नुभयो क्लियरली छ त्यहाँ होइन, एकदमै क्लियर छ। प्रवासलाई हामीले कसरी प्रायोरिटीमा राखेको छ भन्ने कुरामा म रिक्वेस्ट पनि गर्छु, धेरैले हेर्नु पनि भएको छैन, गएर रासोपाको वेबसाइटमा गएर बाचापत्र भन्ने जानुभयो भने त्यहाँ करार पत्र छ, करार, नागरिक करार भन्ने छ। 5वटा बुँदा मध्येमा 3 नम्बर र 5 नम्बरमा क्लियरली त्यहाँनिर एकदम स्पष्ट रूपमा पार्टीको आधिकारिक धारणा छ, जुनमा प्रवासलाई कसरी टप प्रायोरिटीमा राखेको छ, यहाँको स्रोत, यहाँको साधन, यहाँको नेटवर्क, यहाँको रिसोर्सहरूलाई कसरी हामी त्यहाँ लग्छौँ भन्ने कुरामा त्यहाँनिर छ। र त्यसको इलाबोरेटिभ 5वटा बुँदाको इलाबोरेटिभ फर्म भनेको चाहिँ बाचापत्रको 100वटा त्यसको त्यो भिजन स्टेटमेन्टहरू हामीले राखेँ 100वटा बुँदामा छ। 100वटाको बुँदामा म आफैले पनि बिचमा म कति आफैले पनि कन्ट्रिब्युट गरेँ, लेखियो पनि होइन, आफै नै लेखन उसमा पनि भएको कारणले गर्दाखेरि चाहिँ त्यो रेकमेन्डेसन कमिटीदेखि लिएर होइन छलफल कमिटीहरू भएको हुनाले अनि पछि पनि फेरि पनि त्यो बुँदागत रूपमा लाइन बाई लाइन हेर्दै गर्दाखेरि 100वटा बुँदामा 30 देखि 40वटा बुँदा तपाईँले त्यो प्रवाससँग जोडिएको, प्रवासमा भएको ट्यालेन्टसँग, रिसोर्ससँग कसरी त्यसलाई, जस्तो अब अहिले लिएको लक्ष्य हेर्नुभयो भने हामीले प्रवासमा भएको जुन छ नि अब बेस्ट एन्ड द ब्राइटेस्टको जुन एउटा इकोसिस्टम छ, सेम चिज क्रिएट गर्न नेपालमा चाहिँ 20 वर्ष लाग्न सक्छ कि, तर हामीसँग त नेपालको ट्यालेन्ट, रिसोर्स, नेटवर्क त संसारभरि छ भनेको हाम्रो लागि त डायस्पोरा। त्यो कारणले गर्दाखेरि 30 देखि 40वटा पोइन्टहरू डायस्पोरासँग जोडेको, डायस्पोरा फन्डको कुरा होस्, नेपालमा के अरे योग्य अनुभव मान्छेहरूलाई न्युट्रल तरिका ल्याउँदै गर्दाखेरि भर्खरै भने पिएमओको म अझै पनि सम्झिन्छु, लन्डन स्कुल अफ इकोनोमिक्सबाट ग्रेजुएट प्रकृति ढकाल अहिले पिएमओको टिममा हुनुहुन्छ
होइन थुप्रै त्यस्ता मान्छेहरू एनपिसीमा हुनुहुन्छ, पार्टीमै हुनुहुन्छ, सांसदै 61% भन्दा बढी हेर्दै गर्दाखेरि त्यसको त अलमोस्ट 50% भन्दा बढी मान्छेहरू संसारको बेस्ट एन्ड द ब्राइटेस्ट ठाउँबाट पढेर लेखेर काम गरेर आउनु भएको छ। भनेपछि त हामीले त यति धेरै कुराहरूमा बाचा गर्नुभन्दा अगाडि नै पुरा गरिसकेको हो कि। र अब बाँकी रहेको हामीले जुन यो 100 बुँदा भयो र पछिल्लो समय 100 दिनको 100 शासकीय सुधार हेर्नुभयो भने त्यहाँ पनि कसरी त जस्तै एउटा एनओसी लिँदै गर्दाखेरि, इक्विभेलेन्सी लिँदै गर्दाखेरि, बाहिर पढेर त आयो तपाईँ स्टार्टअप गर्नु पऱ्यो भने तपाईँ घुस दिनुपर्ने कुराहरूदेखि लिएर त्यहाँनिर म काहीँ काम गर्छु भन्दै गर्दाखेरि नेता चिनेकै हुनुपर्ने, त्यो दिन गयो। त्यो कारणले गर्दाखेरि चाहिँ यो जति पनि कुराहरू छ हामीले गरेको कमिटमेन्ट हेर्नुभयो भने यो 3टा मेजर विधान भयो, त्यसपछि नागरिक करार, त्यसपछि 100 बुँदे तपाईँको बाचापत्र र अर्को पछिल्लो समय भएको चाहिँ जुन 100 दिनको शासकीय सुधारको कन्टेक्स्टमा हेर्नुभयो भने त्यहाँ कुनै ठाउँमा पनि मलाई लाग्दैन भोलिको दिनमा आधिकारिक रूपमा कहीँ कतै कुनै डकुमेन्ट आयो भने त्यसको प्रक्रिया हुन्छ। म यो एकदम अलिअलि टाइम लिए त्यो कहाँबाट आउँछ भन्दै गर्दाखेरि पहिले त्यो उत्पत्ति भइसकेपछि कहाँनिर आउँछ त्यसलाई फाइनल गर्नलाई संसदीय समितिमा आउँछ। संसदीय समितिमा मात्र डिस्कसन हुन्छ, त्यसको उपसमितिमा चाहिँ एकदम डिटेलमा डिस्कसन हुन्छ। त्यहाँ पनि 2/3 रासोपाको छ। त्यो उपसमितिले रेकमेन्ड गरेको कुराहरू संसदीय समितिमा फुल बेन्चमा तपाईँको छलफल हुन्छ, त्यहाँ पनि रासोपाको अलमोस्ट 2/3 छ। अनि त्यो समितिले पनि के गर्छ त उसले संसदमा पठाउँछ। हेर्नुहोस् संसदमा 2/3 अलमोस्ट कसको छ रासोपाको। र रासोपाको नेताहरू भर्खरै 1-2 महिना अगाडि आफूले गरेको बाचा 3 वर्षदेखिको विधानमा लेखेको कुराहरू त्यो मलाई जहाँसम्म लाग्छ कुनै पनि नेता, कुनै पनि सांसद, कसैले पनि कुनै पनि पार्टीमा रहेको मान्छेले त्यसको अगेन 4-4वटा डकुमेन्टको अगेन्स्टमा कोही जान सक्छ। त्यसले गर्दाखेरि आएका कतिवटा भ्रमहरू, कतिवटा कुराहरू जुन बजारमा आएका छन् त्यो सबै कुराहरू सत्य हुँदैनन्। मैले बोल्दै गर्दाखेरि मसँग आधिकारिक रूपमा अहिलेसम्म कहीँ कतै कुनै च्यानलबाट पनि त्यो कुरा नआइसकेको कारणले गर्दाखेरि त्यसको जिम्मेवारी पनि म लिँदिनँ। तर भोलिको दिनमा त्यस्ता कुराहरू आउन सक्छन् भनेर सचेत चाहिँ म भइरहेको छु। हजुर धन्यवाद। यो यही विषयमा मैले अर्को कुरा जोड्न चाहेँ। सेकेन्ड जेनेरेसन नेपाली जसको बुवा आमा नेपालबाट आउनुभयो र यहाँ नै जन्मेको बच्चाहरू जो नेपालको नागरिक होइनन्, उनीहरूले नेपालप्रति गर्ने मायामा भने कमी चाहिँ देख्दिनँ म चाहिँ, होइन। र त्यस्तो सेकेन्ड जेनेरेसन नेपालीहरू जुन छन् बच्चाहरू, उनीहरूलाई नेपालसँग कसरी जोड्ने र उनीहरूले के गर्न चाहेमा हामीले कस्तो वातावरण बनाइदिने, यसमा चाहिँ अलिकति केही भन्न चाहनुहुन्छ? यसमा त्यसमा म एकैचोटि जो भाइ बहिनीहरू भर्खर यहाँ हुर्किराख्नु भएको छ म त्यहाँ गइनँ। सुरुमा फर्स्टमा त बुवा आमाले नै सम्मानित फिल गर्नु पर्यो नि, हो अपनत्व फिल हुनु पर्यो नि त। अहिले यस्ता कानुन, यस्ता पुराना कुराहरू छन् जसले गर्दाखेरि चाहिँ त्यो नेपाल जाँदै गर्दाखेरि जुन खालको विभेद, जुन खालको तपाईँको भनौँ न त्यो दुःख हैरानीदेखि लिएर, होइन, विदेश बस्ने बित्तिकै त यसले सुनै टिप्न गएको मान्छे, होइन, सुनै लिएर पो आएको छु भन्ने खालकोमा उसलाई फसाइदिने, घुमाइदिने, होइन। कोही कतिजना म दाइहरू म देखेको छु 10औं करोड लिएर चाहिँ नेपाल फर्किनु भयो। अनि त्यहाँका दलाल बिचौलियादेखि लिएर, होइन, त्यो लुट्न बसेका कतिवटा, र प्लस त्यो फेरि कानुनसँग जोडेको पार्टमा पनि जग्गाहरू किनाउन लगाएको छ, ऊ गराएको छ, यो गराएको छ, त्यो गरेको छ। तपाईँको हत्तु हैरान भएर म केही काम गर्छु, स्टार्टअप गर्छु भन्दै गर्दाखेरि 100वटा तपाईँको मन्त्रालय, 100वटा त्यो तपाईँको विभागहरूमा गएर चाहिँ गर्नुपर्ने। त्यसको लागि चाहिँ हामीले वान डोर पोलिसीको कुराहरू जस्तै एफडिआईको होस्, स्टार्टअपको कुरा होस्, होइन, म केही काम गर्छु भन्दै गर्दाखेरि त्यसले सहजीकरण गर्ने कि, होइन, उहाँलाई अपमान गर्ने, उहाँलाई त्यो एकदम र्याखराख्ती पार्ने, जहिले पनि विदेशी एजेन्ट हो कि, विदेशी दलाल हो कि, नागरिकै होइन कि, नेपाली नै होइन कि भन्ने खालकोमा खनतलास गर्ने, अनेक थरी गर्ने। सो त्यसलाई चाहिँ वान डोर पोलिसीको थ्रुबाट के गरेको छ त हामीले त्यसलाई त्यो भनौँ न एक हिसाबले चाहिँ त्यसलाई त्यो सहजीकरण गर्नेमा चाहिँ हामी रोल खेलिरहेको छौँ। त्यही अनुसारले पोलिसी ल्याउन खोजिरहेको छौँ। सो फर्स्टमा के हुन्छ, जो बुवामा फर्स्ट जेनेरेसन, सेकेन्ड जेनेरेसन, होइन, कोही बाजे नै भइसक्नु भएको छ, कोही बुवामा भइसक्नु भनेपछि कम्तीमा उहाँहरूलाई त्यो एउटा त्यसमा 3 र 5 नम्बरको करार पुग्यो भने सम्मानित फिर्ती और सम्मानित लगानीको कुराहरू चाहिँ हामीले एकदम टप प्रायोरिटीमा राखेको छ हाम्रो नागरिक करारमा। अनि त्यो भयो के भन्छ, बल्ल बुवा आमा नै तपाईँ गएर हत्तुहरान भएपछि बच्चाहरूले त फिल त गर्छ नि त। बाबाआमाले त छोडेन, यत्रो त्यहीँ 10 वर्ष 20 वर्ष काम गरेर आएको मान्छेलाई त जम्मा 10 वर्ष मात्र अमेरिकामा भएको छ, होइन, 20-30 वर्ष उतै लाइफ जवानी सबै कन्ट्रिब्युसन गरेको हत्तुहरान भएको मान्छेले यस्तो गरेको छ भनेपछि हामी किन जाने भन्ने खालको त्यो जुन नेगेटिभ इम्प्रेसन जुन बच्चाहरूमा छ हामी त्यो चिर्न चाहन्छौँ। पहिले हजुरबुवाहरूको पुस्ता, बुवाहरूको पुस्ता, अङ्कलहरूको पुस्ताहरूमा, बल्ल त्यो भाइ बहिनीको पुस्तामा के हुन्छ एउटा पोजिटिभ इमेज जान्छ। अनि त्यसपछिको त जस्तो म हिजो मात्र अस्ति मात्रै हार्वर्डमा भर्खरै अन्डरग्राड गरेर राख्नु भएको, एमआइटीमा गरेर राख्नु भएको उहाँहरूसँग भनौँ न त्यो ग्रेजुएसन गरेर राख्नु भएको भाइ बहिनीहरूसँग भेट्दै गर्दाखेरि उहाँले भन्नुभएको थियो कि
हामीलाई नेपाल कसरी फर्काउनुहुन्छ, हामी किन जाने भन्नुभयो कि उहाँहरूले। सो हामीले पहिले मैले भने पहिले यो पुस्ता जुन फर्स्ट सेकेन्ड जेनेरेसनको जुन पुस्ता छ उहाँहरूले हामीले के हुन्छ त्यो सम्मानित त फिल गराउनु पऱ्यो नि त। यस्ता यस्ता व्यवहारिक तपाईँको अप्ठ्याराहरू छन्, त्यसलाई हामी तपाईँ के हुन्छ पोलिसी नै बनाएर के गर्छौँ त हामीले त्यसलाई चाहिँ सहजीकरण चाहिँ बनाउँछौँ। सो मैले जोड्न खोजेको चाहिँ त्यो जुन एकैचोटि उग्र राष्ट्रवाद भएर भनौँ न त्यसपछि भनौँ न एकदम नेसनलिस्ट भन्छ नि देशभक्त भएर चाहिँ तपाईँले कतिले चाहिँ सबै चिज छोडछाड गरेर सबै चिज बिक्री गरेरै फर्किनु नि। सो स्टार्ट फ्रम 10%, म त्यसरी भन्छु होइन। सो 20%, 30%सम्म पुग्दै गर्दाखेरि चाहिँ 70% तपाईँको जरा, तपाईँको नेटवर्क, रिसोर्स सबै चिजहरू यहीँ हुने, र बाँकीको बिस्तारै 10%बाट सुरु गर्दा 30% पुगेर तपाईँले जब तपाईँलाई फिल भयो त्यहाँ घुस खुवाएर काम गराउनु पर्दैन, तपाईँलाई झन्झट हुँदैन, तपाईँको स्टार्टअप, तपाईँको लगानी, तपाईँको जे पनि आइडियाजहरू छ त्यसलाई चाहिँ राम्रो भइरहेछ भने चाहिँ त्यसपछि के हुन्छ अरू 50% त्यसपछि त्यो चाहिँ सुरु गर्नु भन्छु मैले। र विशेष गरी सेकेन्ड थर्ड जेनेरेसनको भाइ बहिनीहरू जो हुनुहुन्छ, जो युवाहरू हुन्छ उहाँहरूलाई चाहिँ तपाईँले नेपालसँग कनेक्सन चाहिँ स्टार्टिङदेखि चाहिँ राखिराख्नुहोस् भन्छु मैले। अनि बी त्यो बिजनेसको होस्, त्यो सोसियल होस्, त्यो कल्चरल होस्, त्यो इमोसनल होस्, अनि त्यो जे पनि हुन सक्ने भयो त्यो कनेक्सनहरू भयो। अब अहिले जुन हुर्किराख्नु भएको सेकेन्ड थर्ड जेनेरेसनको जो भाइ बहिनीहरू हुन्छ उहाँहरूलाई म के भन्न चाहन्छु भनेपछि तपाईँको लागि होइन कर्मभूमि र जन्मभूमि भन्ने कुरा त्यो आउँछ, डेफिनेटली आउँछ होइन। आज जसरी भोलिको कतिवटा तपाईँको बुवा तपाईँको बाजेहरूले जन्मभूमि नेपाल भयो तर कर्मभूमि विदेश भयो, अब तपाईँले त्यसलाई रिभर्स गर्न सक्नुहुन्छ। तपाईँको जन्मभूमि अमेरिका होला तर कर्मभूमि तपाईँको पुर्खाहरू त नेपाल हो नि त। भनेपछि त्यो कनेक्सन चाहिँ तपाईँले के भन्नुभयो त्यसलाई बिस्तारै चाहिँ आफ्नो सिप के छ, आफ्नो ज्ञान के छ, आफ्नो लगाव के छ, सो त्यसलाई चाहिँ तपाईँले के हुन्छ कनेक्ट चाहिँ गर्न सक्नुहुन्छ। जस्तै 2 वर्ष 3 वर्षमा या वर्षै पछि तपाईँले 1 महिना नेपाल घुम्न जानुहोस् होइन। घुम्न जाँदै गर्दाखेरि के हुन्छ थोरै समय त्यसको 50% तपाईँले कुनै स्कुलमा काम गर्नुहोस्, कुनै त्यो इनोभेसन ल्याबमा काम गर्नुहोस्, कुनै ठाउँमा गएर तपाईँ जस्तो फर इक्जाम्पल हार्वर्ड, एमआइटी, बस्टन युनिभर्सिटीदेखि थुप्रै युनिभर्सिटीको मान्छेहरू टेक्निकली नो हाउ एकदम राम्रो हुन्छ, गएर त्यहाँ भएको स्टार्टअप कम्पनीमा हेल्प गर्नु, सपोर्ट गर्नुहोस्, लगानी पनि गर्नुहोस् भन्छु मैले। अनि धेरै मान्छेहरू के गर्नुहुन्छ भने एकदमै रुमली राख्नु भएको छ कि, त्यो कारणले गर्दाखेरि यो कुराहरू अब आउने जेनेरेसनले त्यसरी कनेक्ट गर्ने हो। र हामीले हाम्रो तर्फबाट गर्ने भनेको पोलिसीमा चाहिँ सुधार गर्छौँ, म्यासिभ ट्रान्सफर्मेसन ल्याइरहेको छौँ, र भोलिको दिनमा होइन यस्तो यस्तो पोलिसीहरू ल्याउँछौँ जुन ठाउँमा चाहिँ डायस्पोराले यहीँ बसेर पनि कनेक्ट चाहिँ गर्न सक्नुहुन्छ होइन। एकदमै राम्रो। यो कुरामा अब हामीसँग अहिले समय पनि कम भएको कारणले यो कुरा यहाँले धेरै कुरा भन्नुभयो, यसमा चाहिँ विस्तृत रूपमा अझै स्पेसिफिक तरिकाले पछि हामी कुनै दिन बसेर कुरा गरौँला। यो एकदमै इन्ट्रेस्टिङ यो टपिक पनि हो र मान्छेको एकदमै धेरै जिज्ञासा होइन। मान्छे यहाँ छ तर के गर्ने थाहा छैन, के गर्न चाहन्छ तर कसरी गर्ने के गर्ने थाहा छैन होइन। त्यसलाई चाहिँ अब हामीले फ्युचरमा कहिले बसेर यसलाई अलिकति स्पेसिफिक तरिकाले जाम्ला। र मैले अब फेरि टपिक चेन्ज गर्न चाहेँ। भर्खरै सम्पन्न जुन आम निर्वाचन थियो त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित्छ भनेर सबैलाई लागेको थियो, टु बी अनेस्ट होइन। राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रै मत ल्याउँछ भन्ने सबैलाई थियो, देशको जुन अवस्था थियो त्यो कारणले। तर यो हिसाबले जित्छ अलमोस्ट 2/3 नै लिएर आउँछ भनेर चाहिँ एक्सपेक्टेसन इभन राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताहरूको पनि थिएन कि भनेर पनि भनिन्छ। यसमा के छ हजुरको पहिला लागेको थियो यो किसिमले 2/3 नै आउँछ होला भनेर? यसमा अब त्यसको एभिडेन्सहरू हेऱ्यौँ भने मेरो हकमा म एज ए एमपीको रूपमा अहिले निर्वाचित सांसदको रूपमा काठमाडौँ क्षेत्र नम्बर 4लाई रिप्रेजेन्ट गर्दै गर्दाखेरि त्यो चुनावी मैदानमा टेकेको पहिलो दिनको मैले भाष्य भन्छु। मेरो जुन साथीभाइहरू जो अभियानमा लाग्नु भएको शुभेच्छुकहरू, जसलाई डाउट थियो, जसलाई हाइली कन्फिडेन्स थियो, उहाँहरू सबैलाई चाहिँ एउटै न्यारेटिभमा राख्नको लागि चाहिँ हामीले त्यो भोटर्सहरू मत लगानीकर्ताहरूलाई मत माग्दै गर्दाखेरि हामीले भनेको र हाम्रै टिममा क्याम्पेनमा चाहिँ के भने बेस्ट केस सिनेरियोमा तपाईँले हामीलाई 2/3 नै दिनुपर्छ र हामी ल्याउँछौँ पनि होइन। उहाँलाई चाहिँ हामीले माग्दै गर्दाखेरि 2/3 दिनुपर्छ भन्ने र हामीले चाहिँ 2/3 ल्याउनै पर्छ भने बेस्ट केस सिनेरियोमा, किन संविधानका थुप्रै धारा उपधारादेखि लिएर कानुन चेन्ज बनाउने, नयाँ बन्ने, म्यासिभ चेन्ज मात्र होइन कि म्यासिभ ट्रान्सफर्मेसन गर्नको लागि चाहिँ 2/3 चाहिन्छ भन्ने खालको थियो। तर वर्स्ट केस सिनेरियोमा हामीले के थियो, वर्स्ट केस सिनेरियो चाहिँ एकल बहुमतको सिङ्गल मेजोरिटी गभर्मेन्ट भन्दा हामी तल जान सक्दैनौँ। र तपाईँहरूले पनि भोलिको दिनमा आधा उधी कहिले समानुपातिक यता कोही यता मेरो दाई भाइ काका भाउ भौजी के भनेर हुन्छ नि त तपाईँको यहाँ त्यो 5वटा भोट भएपछि त्यो सबैलाई मिलाएर दिने हुन्थ्यो, त्यस्तो नगर्नुहोस्। के दिए तपाईँले 2/3 नत्र भने एकल बहुमतको सरकारको लागि दिनुहोस्, सिङ्गल मेजोरिटीको लागि होइन भने तपाईँको के हुन्छ हामीलाई दिँदै नदिनुहोस्, यही नै भनेको थियो हामीले। त्यसले गर्दाखेरि डे 1बाट हाम्रो एक खालको के थियो, बेस्ट केस सिनेरियो 2/3
वर्स्ट केस सिनेरियोमा सिङ्गल मेजोरिटी गभर्मेन्ट राष्ट्रवादले बनाउँछ भन्ने थियो। र सबभन्दा मलाई एकदम यो खुसी लागेको हाम्रो अहिलेको सम्माननीय सभामुखजी हुनुहुन्छ होइन, उहाँले चाहिँ नम्बरै तोक्नु भएको थियो कि डिपी अर्यालजीले 187 के, भलै त्यसमा हामी 2-3 तल माथि रह्यौँ, तर सबभन्दा एक्युरेट चाहिँ उहाँले मिलाउनु भएको थियो। त्यसपछि हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू होइन हामीले लिड गर्छौँ, हामीले नै बनाउँछौँ भन्ने खालको, और त्यो अनुसारले हामीलाई भोट दिनुहोस् भन्ने खालको थियो। त्यसपछि हाम्रो अब रवि दाई होइन सभापतिज्यू, उहाँले त अब लामो समयदेखि त्यो पार्टीलाई मात्र मुभमेन्टलाई नै एउटा क्यारी गर्नुको लागि जुन खालको एफोर्ट, जुन खालको त्याग बलिदान जुन गर्नुभएको छ, त्यो उहाँले जहिले पनि त्यो भनिराख्नु, त्यो आक्रोश, हामीमा पनि त्यो आक्रोश, यो छ्यासमिस, यो 5, 10, 15, 20, 21 को 60, 100 त्यो पनि जाएन। हामीलाई कम्तीमा संसदमा उपस्थित हुँदै गर्दाखेरि 30-40 वर्षमा नभएको चेन्जहरू हामीले 5 वर्षमा गर्नुपर्नेछ। उहाँले भोट दिँदाखेरि पनि हामीलाई मत लगानी गर्दै गर्दाखेरि अधिकांशले के गर्नुभएको छ भनेपछि उहाँहरूले यसपालि तपाईँहरूलाई हामीले सङ्ख्या पुर्याउँछौँ, सङ्ख्या पुर्याउँदै गर्दाखेरि 40 वर्षमा भएको अपमान, अपराध, अन्याय चाहिँ 5 वर्ष मात्रै म्यान्डेट दिएको भने चाहिँ त्यो कारणले गर्दाखेरि 5 वर्षमा त 40 वर्षको सक्दै गर्दाखेरि के हुन्छ, ओभरवेल्मिङ मेजोरिटी चाहिन्छ। त्यो कारणले गर्दाखेरि हामीलाई कुनै अब थिए के नयाँ सांसदहरू, के नयाँ साथीभाइहरू जो भर्खरै पोलिटिक्समा आउनु भएको थियो, जसले कहिले पनि, म त 22 वर्ष भयो होइन, रवि दाइ त अझै 15-20 वर्षदेखि लागिराख्नु भएको थियो, सम्मान्य प्रधानमन्त्री 10-15 वर्षदेखि लागिराख्नु भएको थियो होइन, सोसियली त्यो सबै चिजहरूबाट। त्यसले गर्दाखेरि त्यो जो नयाँ आउनेहरू हुन्थ्यो उहाँहरूलाई चाहिँ अब कहिले पनि पोलिटिक्स, कहिले पनि चुनावै नदेख्नु भएको, फर्स्ट एक्सपिरियन्स चाहिँ उहाँको सांसदको रूपमा त्यो हुँदाखेरि त्यसले गर्दाखेरि के हो कस्तो हो होइन, फर्स्ट टाइम मदान जाँदै गरेको त्यो अनुभव नभएर हो। तर अधिकांश जो टप लिडरसिपहरूमा चाहिँ हामी चाहिँ त्यो दुईवटा कुरामा बेस्ट केस सिनेरियो 2/3, 2/3, एब्सोल्युट 2/3 होइन भने तपाईँको एब्सोल्युट सिङ्गल मेजोरिटी चाहिँ हामीले ल्याउँछौँ भन्ने नै थियो। ओके, नेपालमा योभन्दा अगाडि एउटा भाष्य थियो, नेपालको जुन व्यवस्था छ त्यो व्यवस्थामा बहुमत ल्याउनु त पोसिबलै छैन होइन, त्यो एउटा भाष्य क्रिएट थियो। तर त्यो त्यति बेला प्र्याक्टिकल पनि लाग्थ्यो, कसरी बहुमत आउँछ एउटा पार्टीको, यति धेरै पार्टीहरू छन्, हाम्रो जुन व्यवस्था छ। तर त्यो चाहिँ भएन, अलमोस्ट 2/3 मेजोरिटी नै राष्ट्रिय स्वतन्त्र पार्टीले लिएर आयो। र यो भन्दै गर्दा मैले सोच्ने तरिका चाहिँ मान्छेको एक्सपेक्टेसन एकदमै हाई छ, मान्छेलाई, र नेपाली कम्युनिटी भनेको एकदमै इम्पेसेन्ट छ कि फेरि होइन, छिटो सबै कुरा चाहिएको छ, छिटो विकास चाहिएको छ, एकदमै एक्सपेक्टेसन हाई छ, यो होस् त्यो। अब यसलाई चाहिँ कसरी म्यानेज गर्ने, यो चाहिँ म सोच्छु, मलाई अलि मेबी गाह्रो पो छ कि यो 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 किसिमको मान्छेको एक्सपेक्टेसन म्यानेज गर्न होइन। यदि लेट्स से केही गरी मान्छेको आशा यहाँ छ र अलि काम गर्न अलि ढिलाइ भयो, त्यो भयो भने चाहिँ फेरि नेगेटिभ न्यारेसनमा त जाने होइन। त्यसमा के भन्नुहुन्छ हजुरले? मेरो अनुभव पछिल्लो 1-1.5 महिनाको अब यो स्टेट क्राफ्टको मेकानिजममा एज अ ल मेकरको रूपमा त्यो अनुभव हेर्दै गर्दाखेरि, र सरकारमै पनि अब विभिन्न मन्त्रालयहरूमा आफ्नै साथीभाइहरू नै हुनुहुन्छ नि मन्त्रालयहरूमा, टिम पनि त्यही अनुसारले छ, र जुन स्पिड, पेस र स्पिरिटमा हामीले काम गरिरहेको छौँ, त्यो हेर्दै गर्दाखेरि तपाईँको 2.5 वर्षमा हामीले लिएको लक्ष्य चाहिँ पुरा हुन्छ जस्तो लाग्छ। धेरै कुराहरू आर्थिकको, अब आर्थिक वृद्धिको कुराहरू, त्यो कतिवटा कुराहरूमा त्यसले लिनुपर्ने एउटा त्यो ट्रेजेक्ट्री त आफ्नो अनुसार लिन्छ, एउटा त्यसको सिस्टम, त्यसको प्रिन्सिपल हुन्छ। तर कतिवटा कुरा इमेजिन, लाइसेन्स 24 महिनाको लाइसेन्स चाहिँ 24 घन्टामा हुने रहेछ, सकिने सम्भव रहेछ। 6 महिना 8 महिना लाग्ने तपाईँको अनेक थरी दलालहरूले त पासपोर्ट यहाँ त्यो बनाउँदै गर्दाखेरि घर घरमा, त्यो पनि यहाँ होइन, काठमाडौँमा होइन, दूरदराज म्याग्दीदेखि लिएर थुप्रै त्यस्तो ठाउँहरूमा चाहिँ तपाईँको घरैमा गएर डेलिभरी हुने रहेछ होइन, लगायतका कुराहरू होइन। तपाईँको अहिले जुन यो भ्रष्टाचार विरुद्धको अभियानमा हामी जसरी लागिरहेको छौँ, हजारौँ करोड, 10,000 करोडको ट्रान्जेक्सनहरू तपाईँको एउटा दुईवटा तपाईँको भनौँ न त्यो सेटिङहरूबाट चाहिँ पत्ता लगाइरहेको छ होइन। जुन तरिकाले हामीले जुन स्पिडमा गइरहेको छौँ, त्यो छानबिनसँग जोडेको पार्टमा सम्पत्ति छानबिनको कुराहरू त्यो सुरु भइ नै सकेको छ के। त्यसले गर्दाखेरि अब आउने दिनहरूमा चाहिँ सम्भवतः यही पेस, स्पिड, अब पार्टीको मात्र होइन, नेतृत्वको मात्र होइन, सांसदको मात्र होइन, हामीले ब्युरोक्रेसीलाई रिफर्म गर्नको लागि भर्खरै पनि तपाईँले देख्नुभयो, हामीले झनै तपाईँको 100औँ त्यो कानुनहरू चेन्ज गरेर त्यो 10 वर्ष लाग्ने कुराहरू चाहिँ हामीले 1 वर्षमा गर्न खोजिरहेछौँ। त्यसले गर्दाखेरि त्यो जनता, नागरिक र सबभन्दा ठुलो कुरा मत लगानीकर्ताहरूको जुन यो आकाङ्क्षा र इच्छा छ नि त, उहाँले पनि त फेरि हामीले 2/3 त यत्तिकै दिनुभएको नि त, हामीलाई 100 सिट दिनुभएको होइन, 60 सिट दिनुभएको होइन, एब्सोल्युट तपाईँको अलमोस्ट 2/3 दिनुभएको। कारण के हो त, 40 वर्षमा जे हामीले अपराध हामीमा भयो, जे अन्याय हामीलाई भयो, जुन अपमान हामीलाई भयो, त्यो 5 वर्षमा तिमीले गर्नै पर्छ, गर्न सक्छौ र सङ्ख्या हामी पुर्याउँछौँ भन्ने खालको हिसाबमा। सो इट्स डुएबल, यो म्यानेजेबल मात्र होइन, इट्स डुएबल, दिस इज पोसिबल, र यो हामी गरेरै छोड्छौँ एट एनी कस्ट। शुभकामना पनि छ हजुरलाई। धन्यवाद। यो अन्तमा हामीसँग धेरै समय अब
छैन अलमोस्ट, हजुर एकदमै बिजी हुनुहुन्छ। सरकारले गरेका मुख्य कामहरू, प्राथमिकतामा रहेका कामहरू जो सरकारले पुरा गर्यो र सरकारले आगामी दिनमा गर्नुपर्ने कामहरू के छन्, एउटा छोटकरीमा हामीलाई ओभरभ्यू दिनुहोस् न। एकदमै समग्र भन्दै गर्दाखेरि कानुन निर्माण नै हो र त्यसको निर्मम कार्यान्वयन, दुईटा ल्याङ्ग्वेज भने। एउटा अहिलेसम्म जति पनि बिग्रेका, भत्केका र छेक्न खोजिएका जति पनि कानुन छन् त्यसलाई हामीले विधिपूर्वक, अब कति ठाउँमा अध्यादेश ल्याउनु पर्ला, कति ठाउँमा तपाईँ 2/3 अब्सोल्युट मेजोरिटीको थ्रुबाट अरू पार्टीहरूलाई पनि सम्झाइ बुझाइ गरेर संसदबाट नै तपाईँको चेन्ज गर्नुपर्ने, हामी त्यसमा गर्छौँ, त्यसमा हामी पछाडि हट्दैनौँ। कानुन निर्माणको कुरामा हामी अब 10 वर्ष लगाएर 20 वर्ष बनाएर कानुन बनाउँदैनौँ। हामी जति सक्दो संवैधानिक अधिकारसँग जोडिएको कुराहरूमा त्यसलाई टेकेर चाहिँ के गर्छौँ त हामी कानुन निर्माण गर्छौँ र सबैभन्दा ठुलो कुरा भनेको त्यसको निर्मम कार्यान्वयनमा लग्छौँ। जस्तो तपाईँले देखिसक्नु भएको कतिवटा कुराहरूमा त्यो पार्ट भयो। र अर्को जस्तै अब अहिले गभर्मेन्ट लिएको टार्गेट हेर्नुभयो भने केही प्रायोरिटी एरियाहरू छ, आइटी, उत्पादन, उद्यमशीलतासँग जोडेको पार्टहरू, एफडिआईको कुराहरू भयो, र विदेशमा बसेका नेपालीहरू र प्रवास नेपालमा भएको त्यो ट्यालेन्ट, त्यो रिसोर्स, त्यो नेटवर्कलाई कसरी हामीले त्यसले एउटा त्यो होल यो देश विकाससँग जोडेको हाम्रो पेस स्पिरिट र तपाईँको जुन यो म्यान्डेट छ त्यसलाई चाहिँ कसरी जोड्ने भन्ने कुरामा हाम्रो प्रायोरिटी छ। त्यसपछि अर्को डुइङ बिजनेसको कुराहरू भयो, शिक्षा र स्वास्थ्यमा हाम्रो सबैभन्दा टप प्रायोरिटी छ। त्यसपछि महँगी नियन्त्रणको कुराहरू भयो, भ्रष्टाचार त अब नियन्त्रण गर्ने कुराहरू त हाम्रो सबैभन्दा अल्टिमेट त्यो प्रायोरिटीमा चाहिँ हामी पर्छौँ। र त्यो सँगसँगै प्यारलली फेरि हामी जेल हाल्ने होइन, मुद्दा लाउने होइन, त्यो चोर पुलिस जस्तो गरेर त्यो तपाईँको अपराधीलाई समात्ने मात्र होइन कि यहाँतिर चाहिँ जुन सुशासनको, जुन गुड गभर्नेन्सको चाहिँ म ग्यारेन्टी दिन्न, तर यति चाहिँ कन्फिडेन्स हो कि 30 वर्षमा नभएको गुड गभर्नेन्स चाहिँ हामीले 1 वर्षभित्रमा, विदिन तपाईँको अलमोस्ट 3-4 महिनाभित्रमा चाहिँ के गर्छ त हामीले त्यो खाका बनाएर निर्मम कार्यान्वयन गरेर त्यो देखिने गरेको रिजल्ट चाहिँ हामी चाहिँ ल्याउँछौँ। हस्, हुन्छ। हामीसँग समयको अभावले गर्दा स्पेसिफिक पोइन्टमा चाहिँ हामी गएनौँ, एउटा ओभरअल भ्यूमा गयौँ हामीहरू। हजुरले समय दिनुभयो, धेरै धेरै धन्यवाद। अन्त्यमा छुटिनुभन्दा अगाडि केही भन्न चाहनुहुन्छ छोटोमा? सर्वप्रथम देवजी, तपाईँ एउटा होनार व्यक्ति, होनार मान्छे, यसरी एउटा भविष्य खोज्दै गर्दाखेरि चाहिँ यहाँसम्म पुग्नु भएको छ। अहिले फ्लोरिडामा अब आइटीमा काम गरिराख्नु भएको छ, राम्रो युनिभर्सिटी पढिराख्नु भएको छ। तपाईँ जस्तो थुप्रै युवाहरूलाई, भविष्यलाई भन्छु, हामी तत्कालै फेरि चाहिँ सबैजना नै फर्किनुहोस् भन्ने भन्दा पनि हामी त्यो वातावरण मिलाइदिएका छौँ, जुनमा चाहिँ सबभन्दा फर्स्टमा त्यहीँ भएका जति पनि नेपालीहरू हुनुहुन्छ, योग्य जो हुनुहुन्छ, सबभन्दा फर्स्टमा त उहाँलाई रिटेन कसरी गर्ने, कानुन निर्माणको तर्फबाट उहाँलाई त्यो इनेबलिङ इन्भाइरोमेन्ट कसरी प्रयोग गर्ने भन्ने नै छ। र अर्को नेपालभन्दा बाहिर रहनुभएका पढाइको लागि, काम गर्नको लागि र होइन विभिन्न कारणले गर्दाखेरि विदेशमा हुनुभएको उहाँहरूलाई पनि जोड्नको लागि चाहिँ हामीले कानुनै बनाएर त्यो इनेबलिङ इन्भाइरोमेन्ट नै त हामी चाहिँ गर्न चाहन्छौँ। र मेरो विशेष एउटा अनुरोध के छ भनेपछि त्यो समृद्धिलाई चाहिँ तपाईँले अब आउने पुस्ताहरूलाई कसरी ट्रान्सफर गर्नुहुन्छ, त्यो आइदर त्यो विदेशमै हुन सक्ने भयो नेपाली कम्युनिटीमा, र सँगसँगै नेपालभित्र चाहिँ कसरी जोड्न सक्नुहुन्छ भन्ने कुरामा तपाईँहरू जस्तै नेपालमै भएकोले चाहिँ यही चिज पाउनलाई अर्को 20 वर्ष लाग्न सक्छ भनेपछि यो त तपाईँहरूसँग अलरेडी छ नि त। त्यसले गर्दाखेरि तपाईँहरू बढी जिम्मेवार, तपाईँ अलिकति बढी उदार, तपाईँहरू बढी अलिकति रेस्पोन्सिबल हुने खालको त्यो इन्भाइरोमेन्ट क्रिएट हामीले गर्छौँ। तर भइदिनु भन्नुभयो भने जहाँसम्म लाग्छ जुन एउटा नेपालले लामो समयदेखि सुन्दर, शान्त, विशाल नेपाल भने हामीले पढ्दै आएको, तपाईँ हामीले एउटै ब्याच हामीहरू, सो त्यो सम्भावना चाहिँ छ है। फेरि त्यसको लागि 50 वर्ष अर्को जुनी र अर्को जेनेरेसन भन्छौँ नि, हामीले भन्छौँ नि मेरो छोरा नाति होइन, त्यो भविष्यको लागि चाहिँ मैले गरेर आएको भन्ने पर्दैन। यही जुनीमा त्यो चाहिँ सम्भावना छ। तपाईँहरू जस्तो ट्यालेन्टहरूले त्यो खालको जिम्मेवारी बोध गर्नुभयो, यता नीति नियम बनाउने कुराहरूमा हामी गर्छौँ नै। त्यति भयो भने, त्यो म्याच भयो भने सुन्दर, शान्त, विशाल नेपाल चाहिँ हाम्रै पालामा, तपाईँ हाम्रै पालामा चाहिँ होइन, अब आउने सन्ततिहरूले चाहिँ के हुन्छ त्यो भोग्न चाहिँ पाउनुहुन्छ। हस् पुकारजी, हामीलाई समय दिनुभयो, धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू सो मच, थ्याङ्क यू।